करुणामिक अनि हाम्रो दिदी कहाँदेखि आउनुभयो नि दिदी? कुसुन्तीबाट आउनुभयो। अनि हजुरलाई चाहिँ सुरुमा चाहिँ थेरापीको बारेमा चाहिँ कसरी जानकारी गराएर यहाँसम्म लिएर आउनुभयो नि हजुरलाई? सुरुमा चाहिँ यो सेन्टर चाहिँ हाम्रो घर छेउमै थियो, यहाँ पुलबारी। अनि म चाहिँ त्यतिखेर नै अनि ग्यास्ट्रिक थियो, अनि घुँडाहरू दुख्थ्यो, जोनी दुख्थ्यो, अनि गर्दन दुख्ने, हातहरू चलाउन मिल्दैन थियो। अनि म चाहिँ त्यहाँनिर नजिक हुँदा दिदी नै गर्थेँ। अनि यता आइकन पनि चाहिँ मेरो समय निकालेर आइरहन्छु। हाम्रो दिदी चाहिँ फुलबारी हुँदा पनि मैले पहिला चाहिँ थेरापी गरेको हो। थेरापी गर्दै जाने क्रममा चाहिँ उहाँले बेडमा नि भन्नुहुन्छ कि पहिला मैले शरीरमा धेरै समस्याहरू लिएर गएको थिएँ। धेरै समस्याहरू मध्ये पनि प्रविधिको चाहिँ प्रयोग गर्दै जाने क्रममा चाहिँ मेरो शरीरमा भएको समस्याहरू चाहिँ राम्रो भएको थियो भनेर चाहिँ जानकारी गराउनु भएको छ भने अनि हजुरले चाहिँ आउनुभन्दा अगाडि चाहिँ के समस्याहरू लिएर आउनु भएको थियो दिदी? मेन चाहिँ मेरो हात दुखेर यताउता चल्न मिल्दैन थियो, अनि गर्दन दुख्थ्यो, घुँडाहरू दुख्ने, ग्यास्ट्रिक भएर चाहिँ अनि पाटन हस्पिटल गएँ। त्यहाँ पनि मलाई फिजियोथेरापी नै गर्नु भयो। जति पनि अब युरिक एसिड, भात, थाइरोइड के छ भनेर चाहिँ चेकअप चाहिँ गरेँ। अनि केही पनि भएको छैन, चिसो कारणले दुखेको, थेरापी गर्नुहोस् भन्नुभयो। अनि मैले चाहिँ पाटनमा पनि मैले 5 दिन जस्तो थेरापी गरेँ, फिजियोथेरापी। अनि पछिबाट चाहिँ मलाई त्यहाँनिर दबाई क्याल्सियमहरू दियो, खाएँ। अनि थेरापी नै गर्नु तपाईँले भ्याएसम्म भन्नुभयो। अनि म चाहिँ हाम्रो सेन्टर अब नजिकै छ, अनि भ्याएसम्म चाहिँ यो सेन्टरमा आएर नै थेरापी नै गरिरहेको छु। अनि अहिले चाहिँ घुँडा दुख्ने पनि सन्चो भएको छ, अनि गर्दन दुख्ने पनि सन्चो भएको छ, हात दुख्ने, घुँडा दुख्ने सबै सन्चो भएको छ मलाई चाहिँ। मम्मी बुवा हाम्रो दिदीको चाहिँ समस्याहरू चाहिँ राम्रो भएको कुराकानीहरू सुन्नुभयो कि भएन? भयो कि भएन? हाम्रो दिदीले लिएर आउनु भएको समस्याहरू चाहिँ यो हात खुट्टाहरू चाहिँ सुनिने समस्या, दुख्ने समस्याहरू चाहिँ 5 वर्षको पुरानो लिएर आउनु भएको भने ग्यास्ट्रिक चाहिँ 14 वर्ष, घुँडाहरू दुख्ने चाहिँ 3 वर्ष, गर्दन दुख्ने चाहिँ 2 हप्ताको समस्याहरू लिएर आउनु भएको थियो भनेर चाहिँ जानकारी गराउनु भएको छ भने यहाँ आउनुभन्दा अगाडि पनि मैले चाहिँ डक्टरले चाहिँ फिजियोथेरापी गर्नुपर्छ भनेर चाहिँ 5-6 दिनसम्म चाहिँ के गरेँ त फिजियोथेरापी गरेँ। यो समस्याको लागि पनि धेरै ठाउँमा चाहिँ उपचारहरू गरेँ भनेर चाहिँ जानकारी गराउनु भएको छ भने अहिले प्रविधिको चाहिँ प्रयोग गर्दै जाने क्रममा चाहिँ अनि हाम्रो दिदीको चाहिँ के समस्याहरू चाहिँ राम्रो भएको छ नि पहिलाको भन्दा? मेरो चाहिँ अहिले सबै समस्याहरू नै राम्रो भएको छ। ग्यास्ट्रिक पनि छैन, हात खुट्टा चलाउन पनि पहिला दुख्ने बेलामा धेरै नै गाह्रो हुन्थ्यो, हरेङ चढ्न झर्न गाह्रो हुन्थ्यो भने अहिले चाहिँ एकदम सजिलो हुन्छ कामहरू गर्न, लुगा धुन। पहिला वेट पुरा भनेपछि 5 किलोको झोला नि बोक्न सक्दिनँ कि अहिले चाहिँ 1 बरात सामान पनि उचाल्न सक्ने, लुगाहरू धुन सबै गर्न सक्ने भएको छ। हाम्रो दिदीको चाहिँ अहिले प्रविधिको चाहिँ प्रयोग गर्दै जाने क्रममा चाहिँ यो पाटाहरू दुखेको कारणले गर्दा, यो हातहरू दुखेको कारणले गर्दा चाहिँ 5 केजीको सामानसम्म पनि उचाल्नलाई गाह्रो हुन्थ्यो, सक्दैन थिए। अहिले यो प्रविधिको प्रयोग गर्दै जाने क्रममा चाहिँ घरको कामहरू पनि सबै आफूले यताउता गर्न सक्छु, कपडाहरू पनि धुन सक्छु भनेर जानकारी गराउनु भएको छ भने गर्दनहरू दुख्नलाई पनि राम्रो भएको छ, घुँडा दुख्नलाई पनि कम भएको छ। अनि यो पाता पाखुरा चाहिँ पुरै दुख्थ्यो, अहिले यो प्रविधिको चाहिँ प्रयोग गर्दै जाने क्रममा पाता पाखुरा दुख्ने समस्याहरू पनि राम्रो भएको छ भनेर चाहिँ जानकारी गराउनु भएको छ। ग्यास्ट्रिक पनि पहिलाको भन्दा चाहिँ राम्रो भएको छ भनेर चाहिँ जानकारी गराउनु भएको छ भने अनि हजुरलाई चाहिँ यो समस्याहरूले गर्दा चाहिँ कतिको गाह्रो, कतिको अप्ठ्यारो हुन्थ्यो नि हजुरलाई? मलाई ग्यास्ट्रिक जाने टाइममा चाहिँ अलिक गाह्रै भएको थियो। थेरापी गरेर 1 हप्ता जतिमा चाहिँ पुरै झाडा बन्द लागेर मलाई गाह्रो भएर चाहिँ पाटनमा इमर्जेन्सीमा 2टा सलान पानी चलाउनेसम्म भयो। एकदमै गाह्रो भयो। त्यसपछि ग्यास्ट्रिक निको भयो। अनि त्यति अरू बिमार चाहिँ थेरापी गर्दै निको भयो, त्यसमा धेरै गाह्रो भएन। हाम्रो दिदीलाई चाहिँ प्रविधिको प्रयोग गर्दै जाने क्रममा पनि अब एकदम धेरै ग्यास्ट्रिकको समस्याहरू पनि लिएर आउनुभएको, पेट सम्बन्धी समस्याहरू पनि लिएर आउनुहुने मम्मी बुवालाई के हुन्छ एकदम धेरै पहलाहरू लाग्न सक्छ। पहलाबाट नि अब
हाम्रो शरीरमा भएका फोहोर विकार वस्तुहरू त बाहिर निस्किनु पर्यो नि त मम्मी बुवा पऱ्यो कि परेन वर्षदेखि ग्यास्ट्रिकको समस्याहरू लिएर आउनु भएको हुन्छ धेरै अब ग्यास्ट्रिकले गर्दा चाहिँ औषधिहरू पनि खाएर आउनु भएको हुन्छ नि त अनि जुन यो प्रविधिको चाहिँ प्रयोग गर्दै जाने क्रममा के हुन सक्छ हजुरहरूलाई चाहिँ थोरै मात्रामा चाहिँ गाह्रोहरू पनि हुन सक्छ थोरै मात्रामा चाहिँ अप्ठ्यारो हुन सक्छ कि मम्मी बुवा अब अप्ठ्यारो हुँदा पनि हजुरलाई चाहिँ आउनु भएन डराएर घरै बस्नुभयो भने त हजुरको शरीरको समस्याहरू चाँडै सन्चो हुन्छ र किनभने मम्मी बुवाको शरीरको समस्या चाँडै सन्चो हुन्छ हुँदैन सन्चो हुनलाई के गर्नुपर्छ सन्चो हुनको लागि चाहिँ दैनिक रूपमा थेरापी आउनुपर्छ थेरापी सँगसँगै चाहिँ के गर्नुपर्छ त खानपानलाई पनि ध्यान दिनु पर्यो नि त मम्मी बुवा पऱ्यो कि परेन यो प्रविधिको प्रयोग गर्दै जाने क्रममा चाहिँ हाम्रो दिदीले चाहिँ अब हजुरको चाहिँ यो पाताहरू दुखेको कारणले गर्दा यो गर्दनहरू दुखेको कारणले गर्दा चाहिँ 5 केजीको सामानसम्म नै म उचाल्न सक्दिनँ थिएँ अहिले यो प्रविधिको प्रयोग गर्दै जाने क्रममा चाहिँ मैले आफ्नो घरको चाहिँ सबै कामहरू पनि के गर्न सक्छु त आफै गर्न सक्छु भनेर चाहिँ जानकारी गराउनु भएको छ भने अनि हजुरको यति राम्रो प्रविधिलाई चाहिँ नकुल सेन्टरमा लिएर आएर चाहिँ सञ्चालन गरिदिनु हुने हाम्रो यस सेन्टरको सञ्चालिका मन्दिरा म्यामलाई चाहिँ हजुरको तर्फबाट चाहिँ के भन्न चाहनुहुन्छ नि दिदी मेरो तर्फबाट मन्दिरा म्याम सुनिल सर हाम्रो पुरेन सरहरू सबैजनालाई अनि हाम्रो बिहानदेखि बेलुकासम्म आफ्नै आमा बुवा सम्झेर अनि स्याहार सुसार गर्नुहुने मिसहरू सबैजनालाई चाहिँ मेरो हृदयबाट नै धन्यवाद भन्न चाहन्छु अनि हजुरको चाहिँ रोग सन्चो भएको कुराकानीहरू चाहिँ सुनेर बस्नुहुने मम्मी बुवाहरूलाई पनि के भन्न चाहनुहुन्छ नि सबैजनालाई मेरो नमस्कार अनि मेरो कुरा सुन्नु अनि मेरो रोग सन्चो भएको कुरा सुन्नुहुने अनि सबैजना दिदीबहिनी दाजुभाइ आमाबालाई चाहिँ निरन्तर आउनु होला आफ्नो समय निकालेर अनि आफ्नो शरीरको सबै रोगहरूलाई चाहिँ स्वस्थ बनाउनु होला भन्न चाहन्छु